यस्तै हामीले अल्बर्ट आइन्स्टाइनको नाम पनि सुनेका छौँ। नेपालमा यदि उनी भएको भए साँच्चीकै उनी पागल गोछिदिन्थ्यो होला। तपाईँ आफै भन्नुहोस् त, सडकमा चुरोटको टुटा ठिप्दै हिँड्ने मान्छेलाई नेपालमा के भनिदो? बिना बिना अर्थ घन्टौँसम्म कसले 8 वर्षको बच्चालाई उसले नबुझ्ने विषयमा लेक्चर दिन्छ? यही काम गर्थे अल्बर्ट टाइमले, हैन? साधारण भाषामा त्यो पनि पक्कै पनि यस्तो काम कसले गर्छ त? पागलले मात्र गर्छ। तर उनले यस्तै गर्थे। जब सनकपन सुरु हुन्थ्यो उनी चुरोट टिप्दै हिँड्थे। सोप बबल, हैन, त्यस्तो म्याथमेटिकल प्रोपर्टी जस्तो कठिन विषयमा आफ्नो 8 वर्षको भतिजालाई उनले लेक्चर दिन्थे। कयौँ इतिहासकारहरू उनको यस्तो व्यवहारलाई सन्की पनि भन्थे। उनी महान वैज्ञानिक थिए, नोबेल पुरस्कार जितेका थिए, विश्वभर चर्चित थिए, अर्थात् पुरै सफल थिए। तैपनि उनी मानसिक समस्याबाट अछुतो रहेनन्। उनलाई डिस्लेक्साबाट पीडित र अटिजम, एक प्रकारको न्युरोबायोलोजिक जुन रोग हुन्छ, त्योबाट उनी ग्रस्त थिए। उनी मन्द थिए। यही कारणले उनलाई स्कुलबाट निकालिएको थियो। यस्तो अवस्था अल्बर्ट आइन्स्टाइन। त्यस्तै गरी नेपोलियन बोनापार्टको कुरा गर्दा पनि फ्रान्सका उनी सफल शासक, हैन, महान सैनिक अधिकारी, सफल मानिस, तैपनि उनलाई सफलताले कहिल्यै पनि खुसी दिएन। त्यसैले त उनी घोर उदासी र डिप्रेसनको शिकार थिए। उनी आफ्नो डिप्रेसनदेखि अत्यन्तै संवेदनशील भने थिए। दुखी भएर पनि उनी घन्टौँ रुने गर्थे। दुखी भएर उनी घन्टौँसम्म रुन्थे। सफल भएपछि त खुसी भएर बाँच्नुपर्ने नि, तर उनीमा पनि त्यो हुन सकेन। यसरी एडोल्फ हिटलर थिए। हिटलरका बारेमा नसुन्ने को होला र, हैन? जर्मनीका चालसरक सैनिक अधिकारी, हैन, एक सन्कीका रूपमा परिचित मान्छे। चिउस उनी सफल मानिसभित्र नै पर्दछन्। उनी एउटा मात्र नभई विविध खालका मानसिक रोगबाट उनी पीडित थिए। यही कारणले उनको व्यवहार अचम्म खालको हुन थाल्यो। जीवनमा अन्तिम दिनहरूमा उनलाई अत्यन्तै कम निन्द्रा लाग्ने, हैन, उनी निकै आवेशमा हुने। यही कारणले उनी आफ्नो ओछ्यान एक विशेष प्रकाशले बनाउने गर्थे, जसका एक विशिष्ट पर्दामा फोल्ड गरिएको रजाई राखिन्थ्यो। उनको व्यवहार यति अचम्मको हुन्थ्यो कि उनी कसैका कुरा पनि सुन्दैनथे, हैन? हिटलरको बारेमा यहाँहरू सबैलाई थाहा छ। अनेक पटक उनी एउटै विषयलाई लिएर बारम्बार त्यही कुरा बोलिरहन्थे। उनी पनि एउटा डिप्रेसनको शिकार भए। यसै गर्दा चार्ल्स डार्विनको कुरा गरौँ, हैन? थ्योरी अफ एभोल्युसनका जनक चार्ल्स डार्विन 40 वर्षभन्दा धेरै समयसम्म विभिन्न शारीरिक मानसिक रोगहरूबाट उनी ग्रस्त रहे, हैन? उनी एगोरफोबिया अथवा सार्वजनिक र खुल्ला ठाउँदेखि तीव्र डर रहने खालको उनमा त्यो मानसिक समस्या रह्यो। यस्ता लगायत अन्य कयौँ मानसिक समस्याबाट पीडित थिए। मृत्युमय अनिद्रा, हृदयको धड्कन बढ्नु, पागल हुने डराँधी जस्ता अनेकौँ लक्षणहरू पनि उनमा थिए, हैन? यसै गरी विन्स्टन चर्चिल 2 पटकसम्म ब्रिटेनका प्रधानमन्त्री भए र द्वितीय विश्वयुद्धका हिरो पनि उनी थिए। साथसाथै डिप्रेसनको कारण पनि उनी चर्चित रहे, हैन? आफ्नो समस्यालाई उनी ब्ल्याक डक भनेर पुकार्ने गर्थे। उनी मुड डिसअर्डर अथवा म्यानिएक डिप्रेसिभ डिसअर्डरबाट पीडित थिए। कयौँ मानिसहरूले उनी बोल्दा हक्लाउने गरेका पनि बताउँछन्। त्यो बेला डिप्रेसनको आधुनिक औषधि बनेको थिएन। त्यसैले उनी बिडी, रक्सी जस्ता नसाको शिकार भएका थिए। यति हुँदाहुँदै पनि उनी उच्च कोटिका लेखक थिए, चित्रकार थिए र सन् 1953मा उनलाई साहित्यको नोबेल पुरस्कार पनि प्राप्त भएको थियो। त्यस्तै माइकल ज्याक्सनहरू, हैन? विश्व चर्चित पप स्टार माइकल ज्याक्सन भनेपछि कसले नचिन्ने? उनलाई त डिप्रेसनको घर नै भनिदिए पनि हुन्छ। हरेक उमेरमा अनेक खालका मानसिक रोगबाट घेरिरहने उनी जीवनमा बीबीडी, बडी डिस्परिङ डिसअर्डर नामक मानसिक रोगबाट थिए। त्यस्तै सञ्जय दत्तको कुरा गर्दा जो हिरो, डिप्रेसनै कारण उनले ड्रग्समा उनको बानी पर्यो। त्यसलाई छाड्न उनलाई निकै गाह्रो पर्यो। मार्च 1993 मुम्बई बम ब्लास्टपछि उनीमाथि फेरि समस्या आएर आतङ्कवादीलाई सहयोग गरेको भन्दै उनलाई जेल पठाइयो, हैन? अर्का हिरो त्यस्तै भारतका हिरो ऋतिक रोशन, उनी पनि सोसल डिसअर्डरबाट ग्रसित थिए। जोगा अकबरको सुटिङमा नगएका उनी
गएका उनी डिप्रेसनमा गए। बाल्यकालका अत्यन्तै दुब्ला, आत्मविश्वासको कमी भएका उनी आज सुपरस्टार एउटा हिरो छन्। यस्ता कैयौँ व्यक्तिहरू छन् जो स्टेफन हकिङ होइन, जेके रोलिङ, जिम क्यारी होइन, एन्जेलिना जोली, विद्या बालन लगायत कैयौँ यस्ता व्यक्तित्वहरू पनि तपाईँको डिप्रेसनको शिकार भएका छन्। त्यसैले सफलता हुँदैमा खुसी प्राप्त हुन्छ भन्ने कुरा भएन। त्यस्तै वरुण बच्चन, रणवीर सिंह जस्ता दर्जनौँ सेलिब्रिटी पनि डिप्रेसनको शिकार भएका छन्। त्यसैले सफलतामै खुसी लुकेको हुन्थ्यो भने चर्चित मान्छेहरू यसरी डिप्रेसनमा पर्ने थिएनन्। डिप्रेसन मात्रै किन, कैयौँ सफल मानिसहरूले आत्महत्या समेत गरेका छन् होइन। त्यस्ता व्यक्तिहरू पनि हामीले देख्न, यस्ता चर्चित व्यक्तिहरू जसले आत्महत्या गरे होइन। चर्चित लेखक अर्नेस्ट हेमिङले 61 वर्षको उमेरमा आत्महत्या गरे होइन। सफलताले खुसी दिने भए उनले आत्महत्या किन गर्थे र? उनको द ओल्ड म्यान एन्ड द सी नामक पुस्तकले विश्वविख्यात नोबेल पुरस्कार समेत प्राप्त गरेको थियो। र यसै अ फियर वेल्स टु आर्म्स द सन अल्सो राइजेस उनका चर्चित कृतिहरू थिए होइन। 1949 मा जन्मिएका हेमिङले अमेरिकाको इन्डा प्रान्तको केटुचुम भन्ने ठाउँमा सन् 1961 जुन 2 मा आफैलाई गोली हानेर हत्या गरेका थिए, अथवा एक प्रकारको आत्महत्या गरेका थिए होइन। अ रुम अफ वान्स वन मिसेस डोल्बुले टु लाइट हाउस जस्ता कृतिहरूकी लेखिका भर्जिनिया वुल्फ, द वेलजार, द मिसिङ मी, द कोसाम्पुर जस्ता प्रमुख कृतिकी लेखिका सिल्मिया प्लाथ, द रोम डायरी जस्तो उत्कृष्ट पुस्तकका लेखक थोमस आदि थुप्रै लेखकहरूले आत्महत्या गरे होइन। नेपालकै कुरा गर्दा एम बुद्धको उदाहरण लिउँ न, उनले आत्महत्या किन गर्नु पर्थ्यो? उनका बारेमा विविध पत्रपत्रिकामा राम्रा समाचारहरू आइरहेका थिए, ठुलो फ्यान फलोवर थियो, उनको गीतहरू धमाधम चलिरहेका थिए, भ्याइसम्म देश विदेशका कार्यक्रममा पनि गइरहेका थिए होइन। गीत गाउने मात्र नभई उनी युवालाई मोटिभेसन क्लास पनि दिन्थे। कसरी सफल हुने, कसरी आफ्नो खुट्टामा उभिने, कसरी आँट बटुल्ने, सबैका अघि कसरी निर्धक्क बोल्ने, यस्ता विविध विषयमा उनले प्रशिक्षण समेत दिएका थिए। नेपालमा हुँदा उस बेलायतमा एम बुद्धलाई न पैसाको चिन्ता थियो, न गायनमा कुनै समस्या थियो। श्रीमतीसँग विदेशमा बसेर गीत सङ्गीत र जागिरमा व्यस्त नेपाली युवा ऱ्यापर एम बुद्धले एकाएक संसार त्यागे। त्यसैले भन्न सकिन्छ सफलता र खुसी फरक फरक कुरा हुन्। यदि सफलता नै खुसी हुने आधार हुन्थ्यो भने सामान्य मानिसहरू सबै डिप्रेसनले ग्रसित हुन्थे वा आत्महत्या गरिसकेका हुन्थे। जसलाई बिहान खाएपछि बेलुका के खाउँ भन्ने समस्या छ, जसका दैनिक आवश्यकताहरू पुरा हुन सकेका छैनन्, उनीहरू सबैले त यो संसारबाट आत्महत्या गरिसकेका हुन्थे। किनकि उनीहरू यो समाजमा, उनीहरू यो हामीले देख्ने हिसाबमा त उनीहरूलाई हामीले असफलताको रूपमा लिएका छौँ। त्यसैले यो खुसी हुँदैमा, सफलता हुँदैमा होइन खुसी प्राप्त हुन्छ भन्ने कुरा छैन। त्यसैले सफलताभन्दा पहिला खुसी कसरी हुने भनेर सिक्न हामीले जरुरी छ। अर्थात् खुसी पाउनको लागि सफल हुने प्रयास गर्न जरुरी कुरा छ। शास्त्रले के बताएको छ खुसी हुने सूत्र भने? केदार घिमिरेले भनेका छन्, सकेसम्म आध्यात्मिक चिन्तन गर, स्वास्थ्यलाई राम्रो हुने खानपानमा ध्यान देऊ होइन, त्यस्तै योग गर। यस्ता कुराहरू केदार घिमिरे माग्ने बुढाले गरेका छन्। तब पो तनाव ठिक हुन्छ भन्ने कुरा उनले गरेका छन्। आध्यात्मिक चिन्तन, राम्रो खानपान, योग र ध्यान जस्ता कुराहरू विश्वकै लागि सर्वमान्य कुराहरू भएका छन् आज होइन। यी कुराहरूमा ध्यान दिनुपर्ने भन्ने कुरा सबैको सन्देह छ। यी बाहेक पनि अन्य साना साना कुराहरू छन् जसले गर्दा खुसी हुन सकिन्छ। एकजना बटुवा कतै जाँदै थियो, बाटोमा आफू जानुपर्ने स्थान अझै कति टाढा छ भनेर उसले कसैलाई सोध्यो। जवाब आयो 10,000 किलोमिटर। बटुवाले छक्क पर्दै सोध्यो, अझै त्यति धेरै बाँकी छ? सिधै जानुभयो भने त्यति नै टाढा छ, किनभने तपाईँ विपरीत दिशातिर जाँदै हुनुहुन्छ। दिशा परिवर्तन गर्नुहोस्, केही मिनटमै पुग्नुहुन्छ। खुसी आनन्दको खोजमा मनुष्यको यात्रा पनि गलत दिशातर्फ हुँदै आएको छ, जबकि हरेक मानिसको जीवनको लक्ष्य स्थायी खुसी नै हो। अहिलेको मनुष्यलाई इतिहासकै सबैभन्दा सुविधा प्राप्त छ। वर्षौँ पहिला राजा महाराजालाई प्राप्त हुने जुन सुविधा छ होइन, अहिलेको मानिसलाई त्यो प्राप्त भएको छ। हामी घरमै बसी बसी इच्छा लागेका खानेकुरा खान सक्छौँ मगाएर होइन, समयमै टाढासम्म पुग्न सक्छौँ। विलासीका वस्तुहरू प्रशस्तै छन्। भौतिक हिसाबले मानव जीवन यति सहज कहिल्यै थिएन। तैपनि मनुष्य झन्झन खुसी हुँदै जानु पर्नेमा झन्झन तनावग्रस्त हुँदै गएको छ। अधिकांश मानिसहरू बाहिरी सफलता प्राप्तिका लागि दौडिरहेका हुन्छन्, किनभने बाहिरी अवस्था आफूले सोचे अनुसारको भयो भने खुसी पाइन्छ भन्ने उनीहरूमा लागेको छ। कहिलेकाहीँ खुसीका क्षणहरू हामीले इच्छाएको वस्तु पाउँदा
सँगै आउँछ तर त्यसको मजा लिन नपाउँदै हराएर जान्छ। खुसीको स्थायी अनुभव कोसँग होला? न हामीमा छ न कसैसँग छ। त्यसैले बाहिरबाट मिल्ने खुसी बाहिरी वातावरण असहज हुने बित्तिकै डराएर भाग्छ, जबकि शास्त्रहरू सद्गुरुले स्थायी खुसी सम्भव छ भनेका छन्। यस विषयमा पछि कुरा गरौँला। एकजना बुढो साधुलाई सम्राटले आफ्नो महलमा भोजन गर्न बोलाए होइन। भोजन गरेपछि सम्राट साधुसँग भने, तपाईँसँग केही नभए पनि तपाईँको अपार सन्तोष देख्दा मलाई श्रेय लाग्छ। साधुले उत्तर दिए, तपाईँसँग त मेरो भन्दा पनि कम छ महाराज होइन। कसरी? महाराजले सोध्छन्। मसँग यत्रो ठुलो राज्य छ, त्यो त तपाईँसँग त राज्य मात्रै छ। साधुले भने, मसँग त अनन्त आकाश र संसारका सबै पर्वत, नदी, सूर्य र चन्द्रमा, अनि त्योभन्दा पनि ठुलो कुरा हृदयमा परमात्माको बास छ। तपाईँसँग त तपाईँको राज्य मात्र छ। कथाले सन्देश दिन्छ, पुरै प्रकृति आनन्दका लागि उपस्थित छ। आफूसँग भएकै चिजबाट आनन्द लिन सकिन्छ होइन। शास्त्र र साधुहरूले वर्षौँदेखि इच्छा कहिल्यै पुरा हुँदैन भन्दै आइरहेका छन्। उनीहरूले बताएको स्थायी खुसी प्राप्त गर्न बाटोतिर उन्मुख हुने सजिला उपायमध्ये पनि केही उपायहरू छन्। जस्तै तुलना गर्ने कुरा, अरूसँग तुलना गर्ने हो। तपाईँ जति माथि पुग्नुहोस् तपाईँभन्दा माथि अरू मानिसहरू पनि छन् के। को भन्दा को माथि भनेर गन्दै जाने हो भने एउटा चक्र तयार हुन्छ, तर यसको अन्तिम बिन्दु हामीले फेला पार्न सक्दैनौँ। एकजना साधु दुःखी थिए। आफूसँग धन नहुनुलाई उनी आफ्नो नराम्रो कर्मको फल मान्थे। शास्त्रहरूमा भनिएको पनि हुन्छ, योग मार्गमा लागेका मानिसहरूको कहिल्यै पतन हुँदैन। यदि योग भ्रष्ट भएर मर्यो भने पनि अर्को जन्ममा उसले धनी परिवारमा जन्म लिन्छ। उसको चेतनाको स्तर पनि मर्ने बेलासम्म जति थियो त्यहीँबाट सुरु हुन्छ के। साधुलाई गुनासो थियो, यदि मैले राम्रो कर्म गरेको हुन्थेँ भने धनी हुन्थेँ होला, सुखी हुन्थेँ होला। साधुलाई यस्तो लाग्थ्यो र उसलाई आफू बसेको गाउँमा सबैभन्दा सुखी को होला भनेर जाँच्न मन लाग्यो। उसले सोधे, मुखिया पक्कै पनि खुसी होलान्, किनभने उनीसँग प्रशस्त धन छ, नोकर चक्कर छन्, बसी जीवन निर्वाह छ, सुतेरै जीवन बिताउँछु भने पनि पुग्छ। उनले आफ्नो रूप फेरेर मुखिया कहाँ भेटेर सोधे, तपाईँ गाउँकै सफल मान्छे हो, तपाईँ त सुखी अथवा खुसी हुनुहुन्छ होला? त मुखियाले भने, छैन, मलाई के सुख हुनु, गाउँका मानिसहरूको कुरा सुन्न, धनको हेरचाह गर्न, नोकर चाकर होइन पाल, साह्रै दुःख लाग्दो कुरो। केही नभएको भए सुखी हुन्थ्यो होला। बरु यस गाउँमा सबैभन्दा सुखी छ भने बरु त्यो एक्लै घर बस्ने बुढो होला। मुखियाले गाउँका एकजना बुढोतिर लक्षित गरेको थियो होइन। ऊ अशिक्षित थियो, एक्लै बस्थ्यो र आफ्नो हिसाबले जीवन निर्वाह गरिरहेको। साधु त्यहाँ पुगे, उसलाई पनि तपाईँ सबैभन्दा सुखी हुनुहुन्छ होला भनेर सोध्यो। बुढोले जवाब दियो, म जस्तो दुःखी पनि संसारमा कोही होला र? हेर, म त अशिक्षित मान्छे, यदि शिक्षित हुन्थेँ भने बुद्धि लगाएर गाउँकै हत्या गर्दा हुन्थ्यो होला। यस गाउँमा कोही सुखी छन् भने त्यो स्कुलको हेडमास्टर हुनुपर्छ भनेर उसले भन्यो। उनी फेरि त्यसरी मुखियाकै जति धन छ, ऊ शिक्षित छ, उसको सम्मान छ। साधुले हेडमास्टरलाई पनि भेटे। हेडमास्टरले पनि त्यही जवाब दियो, मलाई जति दुःख कसलाई होला र? स्कुल चलाऊ, शिक्षित भएकाले समाजमा इज्जत पनि राख्नै पर्यो, धन सम्हाल्नै पर्यो। बरु मेरो विचारमा सुखी त्यो साधु होला जोसँग केही पनि छैन र रुखमुनि बसेर ध्यान गरिरहेको छ। शिक्षकको लक्ष्य त्यही साधु थियो। त्यसैले आफूभन्दा खुसी अरू होला, किनभने ऊ सफल छ भनेर कहिल्यै पनि हामीले सोच्नु हुँदैन। बरु म आफू कति खुसी छु र खुसी हुन के गर्नुपर्छ भनेर आफैसँग प्रश्न गर्नुपर्छ। आफ्नो तुलना आफैसँग गर्नुपर्छ। आफ्नो सफलताको परिभाषा आफैलाई थाहा हुन्छ, अरूलाई हुँदैन। आफू के गर्दा खुसी बन्छ भनेर आफैले बुझ्नुपर्छ, अरूले भनेको भरमा होइन।